नेपाल ए टिमलाई फेयरवेल दिइसकेका छन्। आउनेवाला टप 10 T20 को लागि नेपाल ए टिमको लागि धेरै म्याच आउनेवाला छ। यो सिरिज नेपाल ए ठुलो टिमसँग खेल्दैछ। यो आउनेवाला सिरिज अस्ट्रेलियामा, यो सिरिजमा कुशल भुर्तेल पनि खेल्नेवाला छन् र त्यही ठाउँमा ओडिआई क्रिकेट पनि हुँदैछ। सो तपाईहरुलाई मैले रिमाइन्ड गरिदिन्छु नेपाल ए टिमको म्याच कुन कुन तारिखमा छ र कुन कुन टिमको अगेन्स्ट खेल्नेवाला छ भनेर। यो चाहिँ बिग अपर्च्युनिटी रहेको छ अनिल कुमार शाहको लागि। यो सिरिजलाई जितेर आफ्नो क्याप्टेन्सी राम्रो छ भनेर प्रुभ गर्न सक्छन्। नेपालको प्लेयर्सहरू आज ट्राभल गर्न सक्छन् किनकि नेपालको म्याच 21 तारिखदेखि रहेको छ फर्स्ट म्याच। अर्को म्याच 22 तारिखमा रहेको छ बङ्गलादेश ए टिमसँग र 24 तारिखमा नेपाल ए भर्सेस होबर्ट हुरिक्यान्ससँग छ। 26 तारिखमा नेपाल ए भर्सेस एन्टी कमेन्ट्ससँग, 27 तारिखमा नेपाल ए भर्सेस किङ्सम्यानसँग रहेको छ र 29 तारिखमा नेपाल ए भर्सेस भिक्टोरियासँग छ। नेपाल ए टिमले टप 10 T20 सिरिजमा टोटल 6 वटा म्याच खेल्नेछ र त्यो सिरिजमा नेपाल ए टिमले जित्न पनि सक्छ। यो सिरिज सकेपछि नेपाल ए टिम ओडिआई म्याच अर्को को टिमसँग खेल्नेछ तपाईहरुलाई थाहा छ? न्युजिल्यान्ड ए टिमसँग टोटल 3 वटा ओडिआई म्याच खेल्नेछ।